कोही याद यस्ता जुन सधैँ सम्झिरहन मन लाग्छ, केही याद यस्ता जुन घाउ बनेर जीवनभरि दुखिरहन्छ। जति नै टाढा भागे पनि त्यति नै पछ्याइरहन्छ। जिन्दगीको एउटा पाटो हो अतीतको याद, जुन सम्झना बनेर छाइरहन्छ। त्यसैले नभागौँ टाढा विगतका याददेखि, घाउ बनेर दुख्न पनि नदिउँ। साँची राखौँ त फेरि गाँठो पर्ला, मनका भावनालाई कथा बनाई पोख्न दिउँ। कार्यक्रम फेरि तिम्रो याद आयोमा, हृदयभरिका कुरा गर्न, मनभरिका भावना साट्नको लागि, दुःख सुखको साझा चौतारी। यो हो कार्यक्रम फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो। यो हो कार्यक्रम फेरि तिम्रो याद आयो, फेरि तिम्रो याद आयो। नमस्कार अनि रात्रिकालीन अभिवादन। आजको यो एक सातापछि तपाईँकै बस्ती बस्तीमा, तपाईँकै टोल टोलमा, कुना कन्दरासम्म उपस्थित भइसकेको छु। तपाईँसँगै दुःखका कुरा गर्न, तपाईँसँग नै सुखका कुरा गर्न। आज पनि घुम्दै फिर्दै तपाईँको घर दैलोको रेडियो सेटसम्म उपस्थित भइसकेको छु। कार्यक्रम फेरि तिम्रो याद आयोलाई टपक्क बोकेर। माया प्रेम मिलन बिछोड, हाँसो रोदन अनि तिम्रो याद रद्द बन्यो। कार्यक्रम फेरि तिम्रो याद आयो। आजको यो नयाँ श्रृङ्खलालाई पनि प्रतीक्षा गरिरहनु भएको थियो। कार्यक्रम कति बेला आउँछ अनि भावनासँगै बहकिएर दुखेको मनलाई मलमपट्टि गर्न खोज्दै हुनुहुन्थ्यो। तपाईँको त्यो प्रतीक्षाको घडीलाई मेटाउँदै म तपाईँकै सुख दुःखको साथी म महेश बोहरा उपस्थित जनाएको हुँ कार्यक्रममा। हृदयभरिका कुरा गर्न, मनभरिका भावना साट्न, हावाको तरङ्गबाट संसारभर पुर्याउनको लागि म महेश तपाईँको साथमा छु। तपाईँ यो कार्यक्रम यही समयमा तपाईँहरूले सुनिरहनु भएको यसै रेडियो स्टेसन मार्फत यसै दिन सुन्न सक्नुहुन्छ। साथै साझा नेटवर्क अनलाइनमा तपाईँ यो कार्यक्रम आफूले चाहेको जुनसुकै बेला कार्यक्रमका नयाँ पुराना भागहरू सुन्न अनि कार्यक्रम डाउनलोड गर्न पनि सक्नुहुन्छ। तपाईँको मनसँग मन साट्ने हाम्रो प्रयास तपाईँलाई मन पर्यो भने अवश्य पनि सुनेर साथ दिनुहोला। कतै मिलन बिछोड त कतै माया प्रेम अनि कसैको यादका कुराकानी। म तपाईँलाई भन्थे नि, मनभित्र पीडा लुकाएर राख्यो भने मन भारी हुन्छ भनेर। अब म तपाईँलाई भन्छु र भनिरहन्छु, मनभित्रका दुःख पीडाहरू कसैसँग साट्नुहोस्, हलुका हुन्छ मन। त्यही दुःख पीडाहरू साट्नको लागि कार्यक्रम फेरि तिम्रो याद आयो मैले बोकेर आउने गर्दछु। बिहान हुन्छ उसकै याद, साँझ पर्छ उसकै याद, रात पर्छ उसकै याद। पूर्णिमाको चाँदनी होस् या त औँसीको चक्कमन्न रात, तर जति बेला पनि उसकै यादले पछ्याइरह्यो। हो, उसकै यादले पछ्याइरह्यो। जिन्दगी यस्तै हो, चाहेको पाइँदैन, पाएको चाहिन्न, अनि त सम्झौता बनेर अगाडि बढ्छ जिन्दगी। तपाईँसँग पनि कसैको याद छ, अतीतका कथाहरू हामीलाई साटासाट गर्न चाहनुहुन्छ भने हाम्रो कार्यक्रमको ठेगानामा पत्रहरू पठाउन सक्नुहुन्छ। जसको लागि कार्यक्रमको ठेगाना म कार्यक्रमको अन्त्यमा भन्नेछु। अन्त्यसम्म सुनेर साथ दिनुहोला। बाहिर चकमन्न अँध्यारो, यही अँध्यारोमा मेतेरी गाँच्नको लागि तपाईँको सामिप्यता खोज्दै खोज्दै आएका छौँ। कार्यक्रमलाई धेरै मन पराउनु भयो, धेरै साथीले सुन्नुभयो, विभिन्न ठाउँबाट राम्रो प्रतिक्रिया दिनुभएको छ। खुसी लाग्छ तपाईँको सुख दुःखको चौतारी बन्न पुग्दा। म तपाईँलाई भन्छु र म तपाईँलाई भनिरहन्छु, तपाईँको यो आफ्नै कार्यक्रम हो। तपाईँले माया नगरे कसले माया गर्छ र? जिन्दगी त कर्कलाको पानी जस्तो हो, कहाँ कति बेला पोखिन्छ थाहै नहुने। जिन्दगी त गाडीको चक्का जस्तो हो, कहिले तल कहिले माथि उताप चढाव आइरहन्छ।
हार्नुहुन्न जिन्दगीमा, सङ्घर्ष गर्दै जानुपर्छ। दुःख मात्र होइन जिन्दगीमा, कहिलेकाहीँ अनायासै सुखहरू पनि फर्केर आउन सक्छन्। हाँसो खुसी फेरि फर्किन सक्छ। हो, त्यही प्रतीक्षामा जिन्दगीलाई गुजारिरहनुपर्छ। हामीले कार्यक्रम फेरि तिम्रो याद आयोमा तपाईँहरूले नै लेखेर पठाउनु भएका कथाहरूलाई याद बनाएर बगाउने गर्दछौँ, तपाईँको मनलाई सान्त्वना दिनको लागि, तपाईँको सामिप्यतामा साथ जमाउनको लागि। मसँग पत्रहरू धेरै छन्। ती पत्रहरूलाई म कार्मिक रूपमा उठान गर्दै जानेछु। कार्यक्रमका हरेक भागहरू सुन्न नछुटाउनुहोला। आज पनि मैले एकजना साथीको कथा बोकेर आएको छु। एकजना साथीले परदेशबाटै हामीलाई मेल गरेर कथा पठाउनु भएको हो। प्युठानका साथी हाल मलेसिया कोलालम्पुरमा हुनुहुन्छ। आज हामीले उहाँको कथालाई कार्यक्रम फेरि तिम्रो याद आयोमा याद बनाएर बगाउनेछौँ, छचल्काउनेछौँ। तिनी यादमा तरङ्गित हुन चाहनुहुन्छ भने हावाको यो तरङ्गबाट पक्कै पनि कार्यक्रम अन्त्यसम्म सुनेर साथ दिनुहोला। त्योभन्दा अगाडि तपाईँलाई केही कुरा भन्न मन लाग्यो। कार्यक्रमलाई औधी माया गर्ने साथीहरूले मलाई एउटा सल्लाह सुझाव दिइरहनु भएको छ। मैले यसभन्दा अगाडिको एक श्रृङ्खलामा कथाको चरी प्रस्तुत गरेको थिएँ। आज फेरि त्यही चरीको कथा सुन्ने इच्छा जाहेर गर्नु भएको छ। तपाईँको त्यो इच्छालाई कसरी पो मैले नकार्न सक्थेँ र। त्यसैले आज पहिले मैले चरीको कथा सुनाउँछु, अनि मात्रै हाम्रो साथीले लेखेर पठाउनु भएको पत्रलाई उठान गर्नेछु। जुन चरीको कथा महावीर विश्वकर्माले लेख्नु भएको हो। थाहा संसार नेटवर्कमा बहकिने मन सञ्चालन गर्नुहुन्छ। मैले महावीर विश्वकर्माको स्वीकृति लिएर उहाँको स्वीकृतिमा यो कथा प्रस्तुत गर्दैछु। यो कथा कुनै व्यापारिक प्रयोजनको लागि होइन, मात्रै महावीर विश्वकर्माको लेखनलाई सम्मान गर्दै यो कथा वाचन गरिएको छ। आजको कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने महावीर विश्वकर्मा, त्यसै गरी अच्युत घिमिरे अनि कुमार अविरलजीलाई धेरै धेरै धन्यवाद दिँदै अब भने कार्यक्रम फेरि तिम्रो याद आयोमा प्रस्तुत गर्न चाहन्छौँ महावीर विश्वकर्माद्वारा लिखित चरीको कथा। हो, त्यही चरीको कथा, एक्लै टड्पिने चरीको कथा। म आज तपाईँलाई एउटा कथा सुनाउँछु। एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु। जिन्दगीले चोड दिने एउटी सुन्दर चरीको सुन्दा सुन्दै मन रुने जायज यथा सुनाउँछु। हो, आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा। त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा हो। भर्खर भर्खर जोडी बनेको ती सुन्दर चरा र चरीको कथा। त्यो घना जङ्गलमा एउटा रोग थियो। त्यहाँ बस्नका लागि सुन्दर गुण पनि थियो। घुम्नका लागि खुला आकाश थियो। कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गर खोस्रिएर अगाउँथे। खुल्ला आकाशमा कहिले चरा अघि अनि कहिले चरी अघि एक तमासले बेग हानेर उडिरहन्थे उनीहरू। तपाईँ सुन्दै जानुहोस्, म तपाईँलाई सुनाउँदै जान्छु त्यही चरीको कथा। त्यो एउटा रमाइलो खेल थियो उनीहरूको।
दैनिकी जस्तै बनेको थियो। कहिले चरो अगाडि, कहिले चरी अगाडि, यसै गरी मनग्गे खुसी हुन्थे उनीहरू। चरोको एउटा बानी थियो, जब आहारा भेट्थ्यो अनि बुर्र उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आ गर्न लगाउँथ्यो। जब आहारा खानका लागि चरीले मुख आ गर्थे अनि चरोले उनको मुखमा आहारा हाल्दिन खोजे जसो गरी आफैले खाइदिन्थ्यो। त्यति बेला चरीले रिसाए झैँ गरेर उसको टाउकोमा 1-2 पटक ठुङ्थे पनि र एकातिर मान्टो फर्काएर ठुस्सिन्थे। तब त्यो चरो उनलाई जिस्किँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो। चरीले सोध्थे, तिमी किन सधैँ यसै गरी सताउँछौ मलाई? अनि चरोले भन्थ्यो, तिमी रिसाउँदा पनि माया गरेर पिटेको खुबै मनपर्छ, त्यही हेर्न। चरीले होला खुबै भन्दै आहारा खोज्थे अनि दुवैजना हाँसी हाँसी खान थाल्थे। यसै गरी बिताइरहेका थिए उनीहरूले दिन अनि रातलाई। तर एक रात बेसरी हुरी चलिरहेको थियो। दिनभरि परसम्म उडेर आएकोले निकै थाकेका थिए चरा र चरी। मस्त निद्रामा थिए। एक्कासी ठुलो आवाज आयो। आफै हुत्तिएर भुइँमा पछारेको अनुभव गरी चरीले उठेर छेउमा चरोलाई हेरी। देखिन उसले। अलि परपट्टि आफूहरूको गुण देखि सकि नसके दौडिँदै त्यहाँ पुगी। भत्किएको थियो त्यो। भित्र चरो छ कि भनेर हेरी। देखिन। पानीको छिटा पनि सुरु हुन आँटेको थियो। एकैछिनमा दर्किएर पानी पर्यो। बिजुली चम्किन थाल्यो। बिजुली चम्किएकै उज्यालोमा रुच्दै रुच्दै चरोलाई खोजिरही उसले, तर फेला पार्न भने सकिन। सकिन। तर भेटिन उसले। अनि छेवैको रुखमा चरा मुन्तिरको खाल्टोमा औत लागेर बसी। रात अझै उक्रिएको थिएन। मनमा अनेक कुराहरू खेल्न थाले। कतै केही पो भयो कि चारोलाई भन्ने सोच्दा जिउ ढुक्क फुलेर आउँथ्यो उसको। नौ पनि रुच्दै रुच्दै मलाई नै खोजिराखेको पो छ कि भन्ने सोचाइ मनमा आउँदा एक फेर त्यो ओतबाट बाहिर निस्केर हेर्थे। बाँकी रातभरि यही क्रम चलि नै रह्यो। बिस्तारै रात भाग्यो, उज्यालो भयो अनि ऊ पनि बाहिर निस्केर चारैतिर खोज्न थाले चरोलाई। खोज्दै अलि पर के पुगेकी थिए। एउटा ढुङ्गाको कापमा पछारिएर प्राण उडिसकेको चरोलाई भेटाए उसले। हतारिएर नजिक पुगे। मुखबाट केही रगत बगेको थियो। पानीले भिजेर पखेटा एकै डल्लो परेको थियो। आँखा बन्द थियो। छेउमा केही प्वाखहरू खसेका थिए। ती पनि भिजेर भुइँमै टाँसिएका थिए। त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे पानी दर्कियो। तर त्यो पानी बाहिरबाट होइन, चरीको आँखाबाट दर्कियो, जसले एकपटक फेरि लुसुप्पै भिजायो भुइँमा लसरममा परेको चारोलाई। जीवन भोगाए सबको के नहीं थियो र फरक यहाँ। जीवन भोगाए सबको भन्थे आशको मोल छ महँगो। भन्थे आशको मोल छ महँगो। भयो कि नजा मेरै सस्तो, मेरै सस्तो। मरुदा नियाल्ने यहाँ हजार देखे।
जा एकादेशमा जङ्गल थियो, त्यही बस्थे चोराचरी। संसार भन्न खुल्ला आकाश उडिरहन्थे घरे घरे। एक दिन ठुलो हुरी आयो, हाँका बाँच्यो, चरो मरे, अनि कठै ती चरी त एक्लै भइन् सधैँभरि। रोएरै बसिरही चरी मेर त चारोको छेवैमा। केही बेरमा घाम लाग्यो, दिन भयो। ऊ भने बेपरवाह आँखाबाट आँसुको बलेसी बगाउँदै थिचिरही त्यही। जब उसको प्रिय चरोलाई कमिलाका ताँतीले घेरिरहेको उसका टिलपिल भरिएका आँखाले देखे, अनि रुँदै रुँदै पानीले भिजेको कमालो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले खोस्निँदै सानो खाल्टो जस्तो बनाए। अनि चरोलाई चुच्चाले च्यापेर घिसार्दै त्यो खाल्टोमा हालेर पुर्याइदिए। एकछिन त्यही सानो खाल्टोमाथि आँसु चुहाई। अनि खै के सोचेर हो, एकपल्ट पनि पछि नफर्किएर नहेरिकन बेग हानेर बेत्तिए। पहिले यसै गरी बेग हानेर आकाशमा बेत्तिँदा चरो कहिले ऊभन्दा अघि हुन्थ्यो अनि कहिले पछि। तर यति बेला भने ऊ एक्लै अघि भइरहेकी थिए। सायद अब सधैँ यसै गरी ऊ मात्रै अघि भइरहदी हो, किनकि छिनछिनमा उसलाई उछिनेर अघि जाने उसको प्रिय चरोलाई निकै पर छोडिसकेकी थिए। उसले छोडेकी थिइन, ऊ आफै छुटेको थियो। अझ भनौँ नियतिले छुट्याएको थियो उसलाई। रुँदै रुँदै उडेकी चरी निकै डाँडा काटेर टाढा पुगी। बस्ने ठेगान नै खोसिएकोलाई के छ र। जहाँ रात पर्यो त्यही बास, अनि जहाँ बास बस्यो त्यही घर। त्यो रात त्यहीँको एउटा रुखमा ओत लागेर बिताए उसले। हिजोको निरन्तरको उडाइले हो कि मनमा पिर भएर हो, बिहान भएपछि फेरि उड्नै सकिन। ऊ उड्ने जाँगर पनि आएन उसलाई। यसै गरी केही दिन त्यहीँ बिताए। जब उडेर अन्तै जाउँ कि भन्ने सोची, अनि मनमा लाग्यो आखिर जानु पनि कहाँ, कसलाई पो भेट्नु छ र, कुनै पो छ र आफ्नो भन्ने। यस्तै सोची अनि जहिलेसम्म हुन्छ त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरी उसले। यसै गरी बिस्तारै बिस्तारै केही दिनहरू बिते। रातहरू दिनसँगै बित्ने नै भए। एक बिहान जब ऊ बिउजिएर गुँडबाट बाहिर निस्की, तब केही परको रुखमा बसेको एउटा चरो उसलाई हेरिरहेको पाई। चरो भुर्र उडेर नजिक आयो अनि आफूले चरीलाई धेरै दिनदेखि हेरिरहेको बताउँदै सोध्यो, तिमी किन कहिले पनि उडेर बाहिर जाँदैनौ? चरीले भने, यसै। तिमीलाई यो नयाँ ठाउँ रमाइलो लागेन हो? त्यो अपरिचित चराको प्रश्न। खै थाहा छैन, चरीको जवाब। किन थाहा नभएको नि? प्रश्नमाथिको प्रश्न, त्यो पनि थाहा छैन। फेरि उस्तै जवाब, तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र? मन। एक्कासी झस्की चरी त्यो मन भनेको सुनेर। अनि आफू पनि प्रिय चरोसँग कहिले अघि र कहिले पछि बेग हानेर उडिरहेको दिनहरू र त्यही प्रिय चरोलाई चुच्चोले घिसारेर खाल्टोमा पुरेको दिन एकैपटक सम्झियो उसले। अनि ठुलो अन्योलमा परि त्यो नयाँ चराले सोधेको जस्तो उसको मन आफैसँग छ कि छैन भनेर कति प्रयत्न गरी तर पत्ता लगाउन सकिने, लगाउनै सकिने पत्ता। यो आँसु मेरो मनको हो साथी, यो आँसु मेरो मनको हो साथी। कति पोखे दुःखमा सुखमा कति, कति पोखे दुःखमा सुखमा कति। यो आँसु मेरो मनको हो साथी, यो आँसु मेरो मनको हो साथी। ऊ केही बोलिन, यसै निरन्तर बसिरही। त्यो नयाँ चरा भुर्र उडेर गयो अनि एकैछिनमा फेरि उसै गरी टुप्लुक्क आइपुग्यो अनि चुच्चाले च्यापेर ल्याएको हारा चरीलाई दियो। उसले एकछिनमा खान्छु भनेर गुणमा राखी। कर्मश यसै गरी नजिक भए उनीहरू। चराचरीसँग नजिक हुन थाल्यो। बिस्तारै गुणबाट केही परसम्म उडाएर लैजान थाल्यो। त्यसैले उड्दा त्यो चरा कहिले अघि त कहिले पछि हुन्थ्यो। हु यति नै बेला बेसरी सम्झिन्थे चरी आफ्नो प्रिय चारोलाई। सायद रुदी पनि हो त्यति बेला उसैलाई सम्झिएर।
त्यसै गरी बित्दै थिए दिनहरू। बिस्तारै चरीको मनमा बसिरहेको थियो नयाँ चरा। एक दिन त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो। अब सँगै एउटै गुणमा बसौँ भन्ने प्रस्ताव। उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले बेसरी मुक्का हाने झैँ भयो। केही बोलिन। चरा भुर्र उडेर गयो। अलि बेरमा आयो अनि ल्याएको आरा खान चरीलाई मुका गर्नु भन्यो। चरीले पनि त्यसै गरी। तर उसले चरीलाई नदिई आफैले पो खायो त्यो आहारा अनि चरीलाई जिस्काउँदै हाँसिदियो। उसको यो व्यवहारले आफ्नो प्रिय चराको याद दिलायो चरीलाई। उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै गरेको सम्झी अनि गहभरि आँसु पारे। त्यो देखेर त्यो चराले ल किन रोएको जिस्काएको पो त भन्दै अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो। अनि त झनै भक्कानिएर रोइ चरी। चराले त त्यो कुरा बुझेन। बरु तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है भन्दै भुर्र उड्यो। उडेको मात्रै के थियो, परबाट कसैले हानेको गुलेलीको मटुङ्ग्राले छातीमै लागेर खुत्रुक्कै भुइँमा खस्यो। सायद ऐया पनि भन्न नपाएर ठहरै भयो ऊ। एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत जस्तै भई चरी। सायद ऊ पनि चराको एउटै गोडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थे। तर त्यो सुनाउन नपाउँदै फेरि एक्लै भई, हो फेरि एक्लै भई, मात्रै एक्लै भई, चरी एक्लै भई। पहिले जस्तै फेरि उसको मन टुट्यो सधैँभरलाई। पहिले जस्तै फेरि उसको मन टुट्यो सधैँभरलाई। जेनतेन हाँस्न खोज्दा खोज्दै खुसी लुटियो सधैँभरलाई। बेचारीलाई आँसु मात्रै दैवको त्यो लेखा कस्तो जोड्न जोड्न खोजेको साथ छुट्यो सधैँभरलाई। छाती चर्किन थाल्छ रात परेपछि, आँसु दैकिन थाल्छ रात परेपछि, रात परेपछि। छाती चर्किन थाल्छ रात परेपछि। धेरै साथीहरूले मन पुर्याएर मलाई वाचन गर्नको लागि आग्रह गर्नुभएको, महावीर विश्वकर्माले लेख्नु भएको यो चरीको निकै मार्मिक कथापछि अब भने प्रदीपले लेखेर पठाउनु भएको कथा आजको कार्यक्रममा वाचन गर्दैछु। प्रदीपजीले लेख्नु भएको कथा एकदमै छोटो छ, त्यसैले मैले यही अवसरमा चरीको कथा प्रस्तुत गरेको हुँ। तपाईँलाई मैले एउटा जानकारी गराउँछु। कार्यक्रम फेरि तिम्रो याद आयोमा पत्र पठाउँदा कम्तीमा 10 पेज नघट्ने गरी आफ्नो कथा लेखी पठाउनुहोला र कथा लेख्दा आफ्नो जीवन भोगाइका सम्पूर्ण तिता मिठा कथाहरू लेख्नुहोला। जन्मसँगै अहिले के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ लेखी पठाउनु भयो भने अझ याद दिलाउनलाई सजिलो हुनेछ हामीलाई। उहाँले प्रेम पत्र जस्तो कथा हामीलाई लेखी पठाउनु भएको छ। प्रदीपजीले हामीलाई बाङ्गे मरौड 2 साना पोखरी प्युठान हाल भने परदेशी भूमि कोलालम्पुर र मलेसियाबाट कथा लेखी पठाउनु भएको छ। उहाँले पत्रमा लेख्नुहुन्छ, महेशजी कार्यक्रम फेरि तिम्रो याद आयो, धेरै मनपर्छ र नियमित सुन्ने पनि गर्छु। त्यसैले आफ्नो मनमा लागेका केही कुराहरू हजुरलाई लेखी पठाएको छु, कार्यक्रममा वाचन गरिदिनुहोला भन्नुहुन्छ। मनका भावनाहरूलाई हृदयभित्र राखेर छटपटिने जिन्दगीको पल आफूभित्र समाएर रित्तो जिन्दगीलाई पनि खुसी बनाएर हिँड्नेहरू कहिले खुसी कहिले दुखी जस्तै यो जिन्दगी किन अनवरत रूपमा आफैभित्र समेटिन्छ थाहै छैन। जिन्दगी केवल घाम छाया पानी जस्तो लाग्छ। जिन्दगीको यात्रामा हिँड्ने पैताला जति जति खिँदै जान्छन् जीवनको यात्राहरू त्यति त्यति तय हुँदै जाँदो रहेछ। आज मेरो जिन्दगीको वास्तविक कथा लेखेको छु। जिन्दगी एउटा यात्रा रहेछ। यो यात्रामा हिँड्ने मान्छे कस्ता कस्ता हुँदा रहेछन्। यो मेरो कथा जीवन भोग्नेहरूको
अनुभूति हुनेछ। मेरो मनभित्र गुम्सिएर रहेका मनको कथा लेख्दैछु। थाहा छैन, तर मैले तपाईँको आवाजबाट रेडियो कृपालुका हरेक श्रोतालाई मनको भाव साट्न चाहन्छु। मेरो नाम प्रदीप हो। म प्युठान बाङ्गेमरौड 2 मा जन्मिएँ, त्यहीँ हुर्किएँ। सँगै ठुलो भाइ र परदेशको यात्रा पनि तय गरेँ र आज उनैको यादमा यो पत्र तपाईँलाई कोरेको हुँ। उनको नाम वाचन नगरिदिनुहोला, किनभने मैले गर्दा म चाहन्न उनको जीवनमा कुनै उताप चढाव दुःख आइपरोस्। उनको नाम जेबाट आउँछ, मानौ उनको नाम जुनु नै हो। जुनु भनेर सम्बोधन गर्छु कार्यक्रम अवधिभर म उनीलाई। आकाशमा लाखौँ तारा भए पनि प्रकाश जुनले नै देखाउँछ। हजारौँ फुलको भिडमा फुलेका फुलहरूमै मगमगाउने बास्ना तिमी जुन उदार अस्ताएपछि। फुल ओइलिएर सुके पनि तिमीसँग कति अविस्मरणीय पल म कसरी बिर्सन सक्थेँ र। होइन र जुनु, जुनु सम्बोधन बिनाको पत्र कोर्न विवश छु। आज तिम्रो नाउँमा प्रिय दिलकी रानी जस्तो तुच्छ शब्दले सम्बोधन गरेर तिमीप्रति मेरो असीन माया घटाउन मैले चाहन्न। त्यसैले सम्बोधन बिनाको पत्र कोर्दैछु। हुन त तिमीलाई कुनै शब्दले सम्बोधन गर्न मलाई अधिकार पनि छैन। सायद अधिकार भए पनि तिमीलाई कुनै शब्द प्रयोग गर्ने छैन, किनकि तिमीलाई सम्बोधन गर्न शब्द नै छैन भनौँ नेपाली शब्दकोशमा। लाग्छ सायद तिमीलाई यो पत्र पनि स्वीकार लाग्ने छैन। के गर्नु, तिमीप्रति असीन मायाको अभागी मुटुभित्र थुनेर राख्न सकिन। त्यसैले आज जानी नजानी यो पत्र कोर्दैछु। थाहा छ तिम्रो मनमा अर्को मान्छे बसिसकेको छ। जुन असीम प्रेम म तिमीलाई गर्छु, ठिक त्यति नै असीम प्रेम तिमी अरू कसैलाई नै गर्दो रहेछौ त मैले चाहेर तिम्रो माया पाउन कहाँ सक्छु र। न त तिमीले चाहेर पनि दिन सक्छौ। आजभोलि तिमीलाई मेरो याद आउँछ कि आउँदैन? जुनु, यो मनले कहाँ मान्दो रहेछ र। पवित्र माया गर्नेहरू कहाँ कसको आश गर्दा रहेछन्। पागलसरी माया गरिरहेको छु मैले कहिले तिम्रो मायाको आश गरिन र गर्ने छैन। तर म तिमीलाई यति धेरै माया गर्छु र गरिरहनेछु अन्तिम सास रहेसम्म। धेरै पहिले नै मनको कुरा तिमी सामु पोखेर मन हलुको बनाउन नखोजेको पनि होइन, तर तिम्रो मन गरौँ होला भनेर डरले मनभित्रै गुम्साएर राखेको थिएँ। तर आज यो रेडियो मार्फत सुनाउन चाहन्छु तिमीलाई। के गर्नु, अनेकौं कोसिस गर्दा पनि तिमीलाई यो मनबाट निकाल्न नसकेपछि यो मनभित्रका अनेकौं विधासँग तिमीलाई राख्न पनि सकिन। त्यसैले यो मनभित्रको सूचीबाट यी व्याथा अलग बनाउने कोसिस गर्दैछु। भगवानसँग प्रार्थना छ यो पत्रले तिम्रो मन नदुखाओस् भनेर। हुन त मैले मेरो गजल र फेसबुक स्ट्याटसबाट मनका व्याथाहरू पोखिसकेको छु। तिमीले थाहा पाऊ या नपाऊ बेग्लै कुरा हो, किनकि मैले लेख्ने हरेक गजलभित्र तिमीप्रतिको माया पोखिएको हुन्थ्यो। मेरा हरेक गजलहरू या स्ट्याटसमा तिमीप्रति लक्षित हुन्थे। अझ भनौँ तिम्रो कारणले गर्दा मैले गजल लेख्न थालेर जिन्दगीबाट थकित बन्न पुगे। कुनै किन लाग्छ त्यति धेरै माया। आज यो पत्र रेडियो कृपालु मार्फत तिमीलाई सुनाएर एउटा प्रतिक्रिया माग्नेछु तिम्रो दिलबाट, अनि तिमीबाट सम्पर्कविहीन हुन्छु सदा सदाको लागि। तिमीसँग जति बोल्यो, तिमीलाई जति माया गर्यो उति माया गरिरहँ जस्तो लाग्ने। यति माया गर्दा त संसार टाढिँदैछ मसँग। अझ यो भन्दा बढी माया गर्यो भने के होला? अब तिमीसँग प्रश्न गर्छु मैले। जब तिमीसँग कुरा गर्थे लाग्थ्यो कि यो संसारमा तिमी भन्दा अरू कोही छैन। तिम्रो लागि यो दुनिया नै त्यागिदिन्थे जस्तो लाग्थ्यो।
तर आज मलाई नै थाहा छैन तिमीले बोलेको हरेक शब्द मेरो मनमा जलजली सम्झना बनेर आउँछ। तिमीले भनेकी थियौ म तिम्रै आफ्नो मान्छे बन्न चाहन्छु भन्थ्यौ, तर त्यो सबै नाटक गरेकी रहेछौ। मलाई थाहा भएन तिम्रो नाटक। विश्वासमा हो विश्वासमा, विश्वासमा विश्वासमा, विश्वासमा छलगारी छुरा रोपी पापिनीले। विश्वासमा छलगारी छुरा रोपी पापिनीले। फुलै फुल लत्याएर, फुलै फुल लत्याएर काँडा रोजी पापिनीले, काँडा रोजी पापिनीले। त्यो एकरो माया र पागलपनदेखि टाढा हुने कोसिस गर्दैछु, किनकि मेरो तिमीभन्दा अर्कै संसार पनि छ। तिमीप्रति असीम प्रेम भए पनि मेरो असीम जिम्मेवारी अन्त कतै छ। जसरी मैले एकरो माया गरिरहेछु तिमीलाई, त्यसै गरी माया गर्न नसके पनि आफ्नो जिम्मेवारी पूरा गरेर उनीहरूलाई खुसी बनाउने प्रयास गर्नेछु। जो मलाई एकरो माया गर्न विवश छन् र विवश हुनेछन् सधैँभरि। के गर्नु, माया त अन्तिम सास रहँदासम्म तिमीलाई सुम्पिसकेको छु। के भनेर बोलाऊ म तिमीलाई? हाई हेलो, कति मिठो मायाको नाता थियो, त्यो त अब टुटाइहाल्यो। अनि जुनी काट्ने भरोसा थियो, त्यो पनि छुटाइहाल्यो। तिम्रो माया त नक्कली रहेछ। आज एउटासँग भोलि अर्कैसँग तिमीलाई नाटक गर्न पनि कति आउँदो रहेछ है। जुनो, सुनेको त धेरै थिएँ, तर कसैको विश्वास गरिनँ मैले, किनकि तिम्रो मायामा अन्धो भएको रहेछु। तर जुनो, मलाई किन जुठो आश्वासनमा फसायो? जुनो, किन फसायो मलाई? सँग देखे आज अर्कैसँग देखे, हिजो अर्कैसँग देखे आज अर्कैसँग देखे। मेरो साथ छोडे देखे तिमीलाई धेरै धेरै सँग देखे। मेरो साथ छोडे देखे तिमीलाई धेरै धेरै सँग देखे। हिजो अर्कैसँग देखे आज अर्कैसँग देखे। आज मैले कार्यक्रममा पत्र उठान गरेँ। प्रदीप जीसीले बाङ्गे मरोड 2 हाल कुलालम्पुर मलेसियाबाट लेखी पठाउनु भएको बिछोडको पत्र उठान गरेँ। अनि महावीर विश्वकर्माले लेख्नु भएको झरीको मार्मिक कथा तपाईँलाई मैले सुनाएँ। तपाईँलाई कार्यक्रम फेरि तिम्रो याद आयो? कस्तो लाग्दैछ? कस्तो हुनुपर्ने हो? कस्तो छ? जानकारी गराइदिनु भयो भने अझ अगाडि बढ्नको लागि सजिलो हुने थियो। तपाईँसँग पनि यस्तै अतीतका यादहरू, अतीतका कथाहरू भए हामीलाई लेखी पठाउन सक्नुहुन्छ। हामीलाई सुख दुःखको साझा चौतारी सम्झनुहुन्छ भने पक्कै पनि लेखी पठाउनुहोला। हामीले यहाँबाट याद बनाएर बकाउनेछौँ तपाईँका पत्रहरूलाई कार्यक्रम फेरि तिम्रो याद आयो मार्फत। कार्यक्रममा पत्राचार गर्ने ठेगाना हाम्रो इमेल ठेगाना रहेको छ yapiRITIYADAAYO7@gmail.com। फेरि तिम्रो याद आयो 7@gmail.com। अनि yameyagsboyare5@gmail.com, महेश बोहरा 5@gmail.com मा मेल गर्न सक्नुहुन्छ। अनि तपाईँले सुनिरहनु भएको रेडियोको ठेगानामा पनि पत्राचार गर्न सक्नुहुन्छ। त्यस्तै कार्यक्रम फेरि तिम्रो याद आयो 399.2 FM अमरपद 7 बुटवल रूपन्देही, यो ठेगानामा पनि पत्र पठाउन सक्नुहुन्छ। मन कहिले नदुखाउनुहोस्। मनमा गुम्सिएर रहेका पीडाहरू कसैलाई पोख्यो भने मन शान्त हुन्छ भनेर हामीलाई अवश्य पोख्नुहुनेछ, यो कुरामा आशावादी छु। अब भने कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकिनै लाग्यो। अर्को हप्ता फेरि यसै समयमा तपाईँसँग भेट गर्न आउने नै छु। तपाईँले मलाई आफ्ना मनका
पीडाहरू पोख्नको लागि पत्र पठाउनुहोस्। फेसबुकमा महेश बोहरा सर्च गर्नुहोस्। पक्कै पनि मसँग अझ नजिक भएर कुराकानी गर्न सक्नुहुन्छ। फेरि तिम्रो याद आयोको अफिसियल पेज छ, नेपाली युनिकोडबाट लेखेको छ, सर्च गर्नुहोस्। त्यसबाट हामी नजिक हुन सक्छौँ। पक्कै पनि तपाईँको मनसँग मन साट्ने हाम्रो प्रयास, तपाईँका सुख दुःखका कुराहरू गर्दा गर्दै तपाईँका हृदयभित्रका मनभरिका भावना साड्दा साड्दै आजको लागि भने कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकिने लाग्यो। अर्को हप्ता फेरि यसै समयमा तपाईँसँग भेट गर्न आउने नै छु, यसै रेडियो स्टेसनमा अनि साझा नेटवर्क अनलाइनमा पनि। यो श्रृङ्खलाबाट अर्को श्रृङ्खलासम्मको लागि म कार्यक्रम सञ्चालक तपाईँको सुख दुःखको साथी म महेश बोहरालाई पनि आज्ञा दिनुहोस्। नमस्ते, शुभरात्रि, शुभ सपने, शुभ साता।